एकजना सर्वसाधारणलाई प्रहरीले लछार पछार पार्दै गरेको यो भिडियो हेर्नुहोस्। मेरो बुढीलाई सुद्धा खेलछाल गरे वर्दीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीले एकजना युवालाई मुक्का हान्दै लछार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षभित्र लैजाँदैछन्। प्रहरीले यसरी लछार पछार पार्दै लात्ती र मुक्का प्रहार गरेका युवा दुबईबाट नेपाल फर्किएका सञ्जय ओझा हुन्। यो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत्र 31 गतेको हो। प्रहरीले सञ्जयलाई आगमन कक्षको बाहिरपट्टिबाट लछार पछार गर्दै भित्र लगेर मुक्का हान्छन् भने भित्तामा टाँसेर बुटले खुट्टामा हानिरहेका छन्। रोजगारीको सिलसिलामा दुबई रहेका सञ्जय आफन्तको बिहेका लागि 10 दिनको छुट्टीमा नेपाल आएका थिए। तर विमानस्थलमा लगेज सहितको ट्रली ढोका बाहिर ल्याउँदा प्रहरीबाट कुटिएका हुन्। सीधा कुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए। भन्सार जाँचपासपछि लगेज हेरेरै सरासर नै उनीहरू बाहिरिएका थिए। आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर आफन्तलाई कुरिरहेका थिए। त्यही बेला एकजना व्यक्ति आएर उनलाई ट्याक्सी चाहिने हो भन्दै सोधे, तर उनले होइन भनेपछि ती व्यक्तिले यहाँ ट्रली राख्न पाइँदैन भन्दै चर्को स्वरमा बोल्न थालेको सञ्जय बताउँछन्। मेरो वाइफ हामी युएबाट आएको थियौँ। हामी इमर्जेन्सी म्यारेज एटेन्ड गर्नलाई 10 डेजको भ्याकेसनमा आएको थियौँ। अनि जस्तो भित्र चेकिङ भइसक्यो भनेर बाहिर आयो। अनि तपाईँको एक गेटबाट बाहिर निस्किनु बित्तिकै राइट साइडमा ठुलो एउटा स्पेस छ क्या, त्यहाँनिर तपाईँको पहिलो ट्रली राख्न मिल्दो रहेछ कि 4 जना अगाडि मिल्थ्यो। अहिले हटाएको थियो के हो थाहा भएन, हामीलाई थाहा थिएन हामी त होइन। हामी आएर त्यहाँ राख्न खोजिरहेको थियौँ। एउटा ट्याक्सी चलाउने मान्छे त्यसले मलाई खुलाएन, त्यसले सोध्यो कहाँ जाने हो भन्नु होइन। अनि मैले भने हामीले मान्छे लिन आउँदैन भने एकछिन यहाँ राखेर वेट गर्नु पर्यो, एकछिन वेट गर्ने यति हुन्छ भनेर भन्यो। यहाँ राख्न पाउँदैन यताउति भन्छ, हप्काउन थाल्यो। सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्मै ट्रली लैजान पाएको सुनाउँदा ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी रहेको दाबी गर्दै यहाँ ट्रली राख्न नपाइने बताए। त्यसपछि सञ्जयले कार्ड देखाउनु भने। अनि मैले भने तपाईँको हामीसँग राइट छ नि त। अनि उसले यहाँको स्टाफ हो कर्मचारी हो भने। अनि मैले त मसँग राइट छ, मैले तपाईँ कर्मचारी हुन्छ मलाई आइडी देखाउनु नि त। ती व्यक्तिले थर्काउन खोजेपछि सञ्जयले नै प्रहरीलाई बोलाएको बताउँछन्। तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थालेको उनको दाबी छ। पुलिस आएको भने सिधा भन्नुपर्दा मैले बोलाएँ सर